नमस्ते, मेरो नाम रमेश हो। म घनश्याम बाहरको घरमा बस्छु, त्यही खान्छु, त्यही सुत्छु। अनि उहाँहरूले मलाई तलब पनि दिनुहुन्छ नि। किन थाहा छ? किनकि म उहाँहरूको सबै काम गरिदिन्छु नि, त्यही भएर आज म तपाईहरुलाई मेरो सीतापच्छीको सबैभन्दा मिल्ने साथीलाई भेटाउँछु। भेट्न चाहनुहुन्छ तपाईहरु मेरो साथीसँग? मेरो सीतापच्छीको सबैभन्दा मिल्ने साथी भनेको यो रुख हो। कति सोझो छ यो। मैले जे भने पनि कहिले पनि मसँग झगडा गर्दैन। त्यही भएर म यसलाई मेरो सबै कुरा सुनाउँछु। यसले पनि मेरो कुरा कसैलाई पनि भन्दैन नि त। त्यही भएर साथी, म तँलाई धेरै माया गर्छु। एकछिन है। तँ पनि मलाई माया गर्छस् नि है? हो भन्यो, देख्नु भयो? भयो होला, अनि यो चाहिँ मेरो काकीको घर हो। काकी चाहिँ मेरो आफ्नै साथी सीताको आमा हुनुहुन्छ नि। बोला बोला काकी, ए काकी, देख्नुभयो काकीले मलाई कति धेरै माया गर्नुहुन्छ। बाहिर आउनु न, एकछिन काम छ के? काम छ फेरि? ल भन के हो? मै हो मेरो काकी, सुभद्रा काकी। काकी, अनुले भिडियो खिचिरहनु भएको छ, नमस्ते भनिदिनु न। नमस्ते। भिडियो खिच्ने भन्नुपर्छ नि, म कपाल कुर्थे, लुगा मिलाउँथे। मेरो काकी यत्तिकै राम्रो हुनुहुन्छ, स्वर्गको अप्सरा भन्दा पनि कम हुनुहुन्न। तपाईहरुलाई थाहा छ, काकी र सीता भनेको मेरो बाँच्ने आधार हुन्। म काकी र सीता नभएको भएदेखि खुल्ला छोडेको साडी जस्तै हुन्थे। के भनेको त्यस्तो? म जे पाएँ त्यही बोल्छ। हाम्रो रमेश एकदमै असल छ, इमानदार छ, अनि मायालु पनि छ। अनि मेरो काकी पनि एकदमै प्यारी हुनुहुन्छ, मायाको खानी हुनुहुन्छ। भएन भने भिडियो खिच्नु पुगेन। कहाँ पुग्छ यो भिडियो त? भोलि पर्सि तपाईँ बुढी हुन्जेलसम्म पनि रहिरहन्छ। खिच्ने हो यो भिडियो त नि। कति बुढी हुने हो यो भन्दा नि? अब त भगवानको घर जानु मात्रै बाँकी छ। नगराउनु, 100 वर्षभन्दा बढी बाँच्नुहुन्छ तपाईँ। म बुढो हुँदा पनि तपाईँ ठमठम हिँडिरहेको हुनुहुनेछ। यो भिडियो चाहिँ काकी र मेरो लागि चिन्नु भयो। आजलाई यति नै। नमस्ते। नमस्ते।